अन्डाको खोल र क्रेट फाल्दै हुनुहुन्छ? त्यो फाल्ने होइन। यहीबाट तपाईँको बगैँचा सुरु हुन सक्छ। धेरैले लाग्छ बिरुवा उमार्न धेरै पैसा, राम्रो ठाउँ र ठुलो तयारी चाहिन्छ, तर सानो आइडियाले पनि ठुलो काम गर्न सकिन्छ। आज म तपाईँलाई देखाउँदैछु घरमै पाइने अन्डाको खोल र क्रेटको प्रयोग गरेर कसरी सजिलै बिरुवा उमार्न सकिन्छ। पहिला अन्डाको खोललाई राम्ररी सफा गर्ने, तल सानो पल बनाउने ताकि पानी जम्मा हुन नपाओस्। अब क्रेटमा राख्ने र यसभित्र मलिलो माटो हाल्ने। त्यस पछाडि आफूलाई मनपर्ने बिरुवा रोप्ने, जस्तै टमाटर, खुर्सानी, काँक्रो, घिरौँलाको बिरुवाहरू रोप्न सक्नुहुनेछ। अब हल्का पानी दिने र केही दिन कुर्ने र हेर्नुहोस् सानो खोलभित्र जीवन पलाउँदैछ। यो देख्दा कस्तो सन्तुष्टि मिल्छ, शब्दमै भन्न सकिँदैन। यसले पैसा बचत गर्छ, फोहोर घटाउँछ र प्राकृतिक मल पनि दिन्छ, किनभने अन्डाको खोलमा क्याल्सियम हुन्छ। जब बिरुवा ठुलो हुन्छ सजिलै माटोमा सार्न सकिन्छ। खोलसहित नै साना आइडियाले पनि ठुलो परिवर्तन ल्याउँछ। यस्तो युजफुल भिडियो मन पर्यो भने लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला।